हेलो साथीहरू, हजुरहरूकोतिर लाइन आएको छ कि छैन? हेर्नु न, हाम्रोतिर लाइन नै आएको छैन। अनि यहाँ देख्न सक्नुहुनेछ आकाश पनि कस्तो गर्जिरहेको छ कि। अनि मलाई फेरि कस्तो डर लाग्छ। अनि फेरि आकाश गर्जेपछि अनि हजुरहरूलाई डर लाग्छ कि लाग्दैन? मलाई बरु पानी आइरहोस्, मलाई डर लाग्दैन। यो आकाश गर्जे भने कस्तो डर लाग्छ। अनि बाहिर आएर हेर्नु न, यो आकाश कस्तो गरिरहेको छ। अनि म बाहिर बसिरहेको छु साथीहरू। हेर्नु न, आकाश गर्दै सँगसँगै हावाहुरी पनि कस्तो लागिरहेको छ। त्यही भएर होला लाइन पनि आएको छैन। हेर्नु न कस्तो हावाहुरी पनि, के साह्रो लाग्यो होला हावाहुरी पनि। हेर्नु न, यो हावाहुरी अनि यो आकाश गर्जिनु कस्तो डर लाग्छ क्या मलाई। कस्तो गरेछ आकाश। हेर्नु म सुतेको थिएँ, खै त पानी पर्न लागेछ। 5 मिनट लाइन आउँछ, 15-20 मिनट लाइन जान्छ। भित्र त गर्मी भएर बस्न सकेन। उठेर बाहिर आएको नि, ठुलै पानी पर्ने जस्तो भयो। हेलो साथीहरू, हेर्नु न, हाम्रो यतातिर पानी पर्न लागिरहेको छ आज। हजुरहरूकोतिर पानी पर्न लागेको छ कि छैन? लाइन पनि गएको छ कि। यतातिर त लाइन जाने आउने गरिरहेको छ आज। 5 मिनट आउँछ, 15-20 मिनट लाइन जान्छ। अब कति समयसम्म लाइन जान्छ थाहा पनि छैन। हाम्रोतिर त आज धेरै समयपछि बल्ल पानी अलिअलि पर्ला जस्तो भइरहेको छ। हेलो साथीहरू, फाइनली हावाहुरी सँगसँगै पानी पनि पर्न लागेको छ। अनि हेर्नु न, हावाहुरी कस्तो लागिरहेको छ। अनि हल्का हल्का पानी पनि परिसकेको छ। अनि यहाँ देख्न सक्नुहुनेछ कस्तो गरिरहेको छ भनेर। यो बाबु फेरि मलाई हावाले उडाउन भन्दै दगुरिरहेको छ कि। हेर्नु न, मलाई हावाले उडाउन भन्दै पानी दगुरिरहेको छ। अनि पानी आज परेछ सँगै फेरि लाइन पनि गयो। पानी पऱ्यो भने लाइन गइहाल्छ। हाम्रोतिर त यस्तै हो, त्यो गर्ने। अनि फेरि लाइन छैन अहिले। लाइन नभए पनि पानी परेर शीतल गरिरहेको छ नि त। अनि पानी परेपछि त्यति गर्मी चाहिँ गरेको छैन आज, धेरै शीतल गरिरहेको छ। अब बर्खा पनि सुरु भयो भनौँ। अब बर्खा सुरु भयो। अनि बर्खा सुरु भए सँगसँगै हावा सँगसँगै आज पानी पनि आयो। आजको दिन शीतल हुने भयो पानी आएर। लाइन नभए पनि एकदम धेरै शीतल भइरहेको छ साथीहरू। हाम्रोतिर त गर्मी त्यति धेरै भएको छैन। धेरै